सेवारो नमस्कार वेलकम टु माई मिनी ब्लग टाइपको ब्लगमा। अनि यो चाहिँ निकै नै समय अगाडि म गोसाइँकुण्ड जाँदाखेरिको ब्लग हो। अनि यो चाहिँ मेरो फर्स्ट सोलो ट्राभल भएको हुनाले मलाई फोटो खिचिदिने मान्छे पनि हुँदैन भनेर टेन्सन लाग्यो। अनि मैले एउटा ट्राइपड किनेँ अनि त्यसपछि टेम्पो चढेर भानुचोक गएँ र बस चढेँ। एकदमै लास्ट आवरमा टिकट काटेको हुनाले मलाई चाहिँ लास्ट सिट परेको थियो होइन। मलाई चाहिँ त्यस्तो धेरै भ्लग गर्न आउँदैन, तर यो गोसाइँकुण्ड गएको चाहिँ यसो भिडियोहरू खिचेको थिएँ, यसो भ्लग टाइपको बनाइदिइहालौँ भनेर। अनि बिचमा खाजा खाने ठाउँहरूमा चाहिँ मैले सर्ट भिडियोहरू बनाएको थिएँ। यसरी यात्रा रमाइलो हुँदाहुँदै म गल्छी पुगेको पत्तै भएन। अनि गल्छीबाट चाहिँ धुन्चेसम्म जाने बस चढ्नुपर्ने रहेछ। अनि त्यो चाहिँ 10 बजे मात्रै रहेको हुनाले मैले चाहिँ गल्छीमै बसेर एकछिन रेस्ट गरेँ, खाजा खाएँ। मैले के खाजा खाएको थिएँ भन्दा चाउचाउको सुप खाएको थिएँ, स्वाद ठिकै मिठै थियो। अनि त्यसपछि एकछिन रेस्ट गरेँ र फाइनली अघिसम्म चाहिँ एक्लै भयो भनेर कस्तो स्याड भइरहेको थियो। अनि भरे बस चढेको चाहिँ कति धेरै ट्रेकिङ ब्यागहरू भएको स्टुडेन्ट भाइ बहिनीहरू भेटेँ अनि कस्तो खुसी लाग्यो। अनि खाना खाने ठाउँमा पुगेँ, खाना खाएँ र अर्को चेकिङ पोस्टमा पनि रहेछ, त्यहाँ चाहिँ सेक्युरिटी चेक हुँदो रहेछ, झोलासोलाहरू चेक हुँदो रहेछ। अनि त्यसपछि फाइनली धुन्चेमा पुगेँ। म चाहिँ धुन्चेमा झरेको। अनि धुन्चेमा चाहिँ यहाँनिर मन्दिर रहेछ, अनि ठ्याक्कै यहाँ झार्दैदो रहेछ कि धुन्चेबाट 15 महिने बेसी भरे बेलुकासम्म म कहाँसम्म पुग्छु। यहाँ चाहिँ अब चाहिँ जङ्गलको बाटो स्टार्ट भयो। अहिलेसम्म चाहिँ साथी कोही भेटेको छुइनँ। अनि हिँड्दा हिँड्दै क्या दामी पुल भेटेको क्या मैले होइन। अनि त्यसपछि फोटो त खिच्नु मन लाग्यो। अनि अब फोटो खिच्दिने साथी छैन है। अनि मैले ट्राइपड पनि अब फर्स्ट टाइम आफैले फिट गरेर चलाएको क्या। अनि मलाई चलाउनु नआएर क्या कमेडी भएको। अब यहाँ भिडियोमा हेर्नु ल, म फास्ट गरिदिन्छु, पुरै फनी घुमाइरहेको छु। ऐसा कौन करता है, ऐसा लोग कहाँ रहता है, कहाँ कहाँ से आते हैं भने जस्तै भयो। अनि त्यसपछि फाइनली बल्ल बल्ल फिट गरेँ। अनि त्यसपछि चाहिँ मैले भिडियो बनाएँ। अनि अब यतिको त भिडियो बनाउनै पऱ्यो नि, त्यस्तो टाढा गएपछि होइन। भिर पहिरो खोलाको बाटो नहिँड्नु। अनि त्यसपछि हिँड्दा हिँड्दै बाटोमा क्या दामी झर्ना क्या। अनि मलाई यति देखेपछि फेरि फोटो भिडियो खिचेर एकछिन टाइम स्पेन्ड गर्न मन लागिहाल्यो। त्यसपछि त्यहाँ एकछिन बस। यो फोटो धेरै खिच्ने मान्छेहरूलाई चाहिँ सोलो ठिक रहेन। ट्राइपड स्ट्यान्ड निकाल्दै राख्दै खिच्दा म त उता पुलमा मलाई फोटो खिच्नु मन लाग्यो हो। खिच्नको लागि मैले ट्राइपड स्ट्यान्ड निकाल्नुपर्छ। त्यो निकाल्यो भने मेरो आधी घन्टा जान्छ, त्यही भएर म खिच्दिनँ। त्यसो त भने कि, तर त्यहाँ पुगेपछि कस्तो भिडियो फोटो नखिची त के फर्किनु हो भनेर फेरि ढुङ्गामा फोन अड्काएँ। अनि त्यसपछि मैले भिडियो बनाएँ। अनि बल्ल फाइनली चाहिँ मैले उहाँ अङ्कल आन्टीहरूलाई चाहिँ भेटेँ क्या। अनि त्यसपछि चाहिँ मैले साथी पनि भेटेँ। अघिसम्म चाहिँ एक्लै हिँडिरहेको थिएँ, तलबाट चाहिँ दाइ दिदीहरू साथी भेटेको छु। एक्लै हुन्छ जस्तो लाग्थ्यो, साथी चाहिँ भेट्दो रहेछ है। उकालो चाहिँ कसम ठाडै उकालो रहेछ। मान्छे चाहिँ एकदमै कम हिँड्नु हुँदो रहेछ यो बाटो चाहिँ। फाइनली देउराली आइपुगेँ। 4:52 भएछ। 1 बजी हिँडेको कहाँबाट, धुन्चेबाट। पछि देउराली हो। यो चाहिँ धिम्चामा हो। अनि यहाँ चाहिँ गुराँसहरू फुलेको रहेछ, तर अलिकति ओइलाइसकेको रहेछ। सेतो खालको गुराँस पनि छ यहाँ। फाइनली चन्दनबारी पुग्यो। यो चाहिँ चन्दनबारी हो। अनि यो चाहिँ मेरो रुम हो। हल्का पानी पर्दैछ नि त, हल्का भिजेछ ह्याट पनि। अनि त्यसपछि खाना खाएँ अनि रेस्ट गरेँ। डे 1 को यति नै।
5:33 हामी कहाँबाट हिँडेको यो चोलाङ नामै अत्तिकै ब्लग गर्नु खोजेको ठाउँको नामै बिर्सिदिएर तर सिन त बब्बाल देखिरहेको थियो बिहान कस्तो न्यानो घाम लागेको जङ्गलको बाटोमा छु अझै चाहिँ साथी खासै कोही भेटेला जस्तो छैन यहाँ चाहिँ म्याक्सिमम् सेतो खालको गुराँस पाउने रहेछ कि जहाँ पनि सेतो गुराँस टिपेको होइन ल बोटमै सेल्फी खिचेको नि फेरि सेल्फी खिचेको टिप्नु हुँदैन नि त गुराँस त्यही भएर हिउँले खुइलिएर त्यो यहाँको वातावरण इकोसिस्टमै त्यस्तो भयो क्या यहाँ हेर्नु न यहाँ हो दायाँ बायाँ पनि सबै क्लियर मार्नुहुन्छ हामीलाई यहाँको बाटोमा चाहिँ पुरै सेतै गुराँस कतिहरू फुलेको हुँदो रहेछ अलिकति माथि धेरै भक्रमा गएर देखाउँछु ल सी खोइ ओ क्यामेरामा खासै नदेखिँदो रहेछ तर सेतै छ यहाँ छ काम छैन कहाँ हजुरलाई के भइरहेछ अहिले उहाँहरूलाई चाहिँ लेक लागेको रहेछ त्यही भएर आर्मीहरूले रेस्क्यु गर्नु हुँदै रहेछ जे होस् कस्तो खुसी लागेको कि यो देखेर अनि त्यसपछि अलिकति माथि पुगेपछि त क्या दामी भ्यू देखियो कि कस्तो देखो न गाइज भन्नु जस्तै भयो त अनि त्यसपछि त लौरी बिनाको उकालो चाहिँ एकदम गाह्रो रहेछ भाइ 2 पाइला हिँडेर हिँड्नै सकिँदैन यो लौरी बिना भन्ने ठाउँको उकालो चाहिँ हेर्दाखेरि त्यस्तो उकालो त नदेखिने तर यस्तो गाह्रो नि अलरेडी गोसाइकुण्ड जानेहरूलाई त थाहा पनि छ होला है लास्टै गाह्रो दिदीहरूले चटपटी दिनु भएको छ थोरै खाँदै जानुभयो भने चटपटी खाने अब हामीलाई चाहिँ माथिबाट फर्किनेहरूले चाहिँ चटपटी दिनुभएको थियो क्या अनि त्यहाँ बसेर चटपटी खायौँ अनि बल्ल बल्ल हिँड्यौँ अलिकति भए पनि सजिलो गरी त्यसपछि फाइनल्ली अलिकति तेर्सो बाटो आयो अनि एकदम खुसी हुँदै भिडियो बनाउँदै हिँडेँ अनि बाटो चाहिँ यस्तो रहेछ क्या म फास्ट गरेर देखाउँछु ल अनि फेरि हिँड्दा यस्तो दामी झरना देखेको होइन तलबाट चाहिँ आइस जमिरहेको थियो माथिबाट पानी है अनि हेर्दै हिँड्नुको मजा नै बेग्लै थियो कसमा पनि रहेन सबै कसमा पनि रहेन यो चाहिँ भैरव कुण्ड अरे मेरो त्यो बुढी मेरो त्यही त्यहाँको भैरव कुण्ड र सरस्वती कुण्ड चाहिँ बाटोमा हेर्दा हेर्दै साइडबाट देखिने रहेछ क्या यस्तो दामी देखिरहेको थियो है म त अहिले हेरेर मक्ख परिरहेको छु घोडाको नाम चाहिँ पाल्टा अरे भाइ किन पाल्टा नाम राखेको फाइनली गोसाइकुण्ड आइपुग्यो 1 बजे 5:30 बजी हिँडेको चन्दन फाइनली 1 बजे गोसाइकुण्ड आइपुग्यो आहा अनि यो चाहिँ रहेको छ गोसाइकुण्ड गोसाइकुण्डमा स्नान गर्यो भने चाहिँ आफूले गरेको पापहरू पखालिन्छ भन्ने मान्यता रहेछ सो चाहिँ 3 चोटि डुबुकी पनि डुबुल्की पनि मारेर निस्केँ कपाल चिसो भएर टावलले सिकाउँदैछु अब चाहिँ हामी त्रिशुल डाँडा जान आँटेको
जाडो भयो यहाँ घोपेर चाहिँ पानी आएको हो त्यसैले कता उसले घोप्या हो यहाँनिर शिवजीले चाहिँ त्रिशूल घोप्नु भयो अरे शान्त पार्नलाई त्यहाँ पुसु बोकेर त्यहाँबाट चाहिँ यो यसमा र चाहिँ साँच्चै पितृहरूलाई मात्रै सम्झिँदा पनि उहाँहरूको आत्मा चाहिँ स्वर्गमा बास हुन्छ अरे भनेर मैले सुनेको थिएँ सो मैले मेरो पितृहरूलाई पनि सम्झेको छु आई होप दे रेस्ट इन पिस र अब चाहिँ फर्केको अब कहाँसम्म पुग्छ त्यहीँ पुगेर बास बस्ने हो रात पनि लाग्यो ल केही भन्नु छ केही भन्नु छैन मेरो छैन तिम्रो होटल हो बहिनी यो तिमी यहीँ बस्छौ हाम्रो खाना पाक्यो खाना पाकिसक्यो तपाईँहरूको ए ल अब खाना खाने यो चाहिँ सिलामसाकमा हो म चाहिँ प्रायः लङ ट्राभल गर्दा चाहिँ म प्रायः बोकेर हिँड्ने गर्छु यसले चाहिँ नराम्रो नेगेटिभ इनर्जीबाट बचाउँछ मृत्युको बाटोबाट बचाउँछ भन्ने हाम्रो लिम्बू समुदायमा चाहिँ यसको मान्यता रहेको छ फर्किँदै हो मौसम चाहिँ यस्तो भएको छ अनि फर्किँदाखेरि चाहिँ एक दुईजना फाटो साथीहरू पनि भेट्नु चाहिँ भेट्दो रहेछ तर अरू ट्रेकमा भन्दा एकदमै कम मान्छे हुने रहेछ तपाईँहरू त फर्किने बेला त स्पिडमा फर्किनु भयो त कस्तो लागिरहेको छ ट्रेक बहिनीलाई कस्तो भइरहेछ रमाइलो भइरहेछ हामी साथी भेटेर रमाइलो भइरहेछ नि होइन त्यही बहिनीकै कुरा गरिरहेको एक्लै कस्तो हात गरेर आइरहेको बाटोमा केही भयो भने के गर्ने मान्छे एकदम हिम्मत नहारिदिरहेछ भनेको ए उहाँहरूलाई चाहिँ मैले बाटोमा भेटेको क्या हिजो बाटोमा भेटेको बुवा आमा अरे हाम्रो कान्छी छोरी औषधि पनि दियो है बाटोमा भेटेको छोरी हजुरको के भन्नु छ यसमा धेरै राम्रो नि आउनु न आउनु तपाईँलाई होइन आउनु हस् अब काठमाडौँ आउँदाखेरि है हस् तपाईँहरूलाई भेटेर रमाइलो भयो साथी पनि हुनुभयो ओइ फोन लाएन ओइ के गर्छ घाम आयो फेरि एक्कासी एकैछिनमा लौडी बिना पुगेपछि फोन गरौँ न त त्यसमा पुग्छ गोसाइकुण्डको सबैभन्दा डेन्जर अप्ठ्यारो उकालो चाहिँ यही रहेछ क्या लौरी बिनाको उकालो यहाँबाट यहाँ पुग्न 1 घन्टा फर्किन त सजिलो भइरहेछ के रहेछ हौ यो फ्लावरको नाम चाहिँ भुलभरि पहिल्यै छ नामै थाहा छैन अब फर्केको हामी के अरे चोलाङबारीबाट हामी कति बजी हिँड्यौँ यतिजना छौँ 56 जति भयो होला है कति टाइम लाग्दो रहेछ हेरौँ है त 6-14 एकदम बनाउने ओ यसो गरेर खाने तपाईँहरूको फेभरेट घोडाहरू खानेकुरो यसरी पो खानुपर्छ घोडाले त्यो के लौरी बिनाबाट ए चन्दनबारी ए के अरे लौरी बिनाको उकालो गाह्रो रहेछ नि त उहाँ त चढ्नु भएन बहादुर ए तपाईँहरू चाहिँ बहादुर हो चन्दनमा त्योभन्दा त बरु यही उकालो गाह्रो लाग्यो तपाईँ के थरी भिडियो बनाउँछु ल तपाईँ के थरी भन्नु तपाईँलाई म त लिम्बू हो ए हामी त श्रेष्ठ पऱ्यो नि ए हो श्रेष्ठ पऱ्यो नि ए झन्डै उस्तै उस्तै तपाईँ होइन झन् श्रेष्ठ अहिले चाहिँ जातको मतलब छैन नि होइन
मतलब नभए खोजिहाल्दो रहेछ के अरे बाबु हामीले नखोजेर जति फुर्ती लाने समाज त खोज्दो रहेछ कि बाबु म त श्रेष्ठ हो त्यही त है मतलब छैन भन्छ हजुरको चाहिँ इन्टरकास्ट बिहा भयो क्या मेरो नि इन्टरकास्ट छ के बिहा गर्नुभयो मेरो महर्जन महर्जन अँ श्रेष्ठ महर्जन त नेवारै भयो नि तपाईँको होइन त्यहाँ त्यो पनि भेदभाव गर्छ त्यो भित्रमा त्यो त गर्छ नि अँ त्यो त गरिहाल्छ नि अब हामी प्रधान हो अनि छोरीले हान्छ मिठो छ नि यो है हल्दीराम गरे हल्दीराम सबै मिसम्याच त्यस्तै त्यस्तै भेटिन्छ के अरे घरमा खाँदा मैले पाएको सक्छौँ कस्तो राम्रो बाटोमा हामी हिँड्दैछौँ कस्तो लागिरहेको छ सेल्फी हानु भिडियो हो अँ बाई हेलो बाई हो एकैचोटि कस्तो राम्रो जङ्गलको बाटो छ तर हल्का खुट्टा दुखेर चाहिँ गिद्दी भइरहेछ तल हावा आइरहेछ आनन्द छ खुट्टा दुखेको छैन छैन हल्का 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 दुखिहाल्छ नि त्यत्रो बाटो लङ बाटो चढेको चाहिँ 12-13 घन्टा एकै दिनमा हिँडेपछि त्यस्तै हुन्छ। अहिले कति घन्टा भयो होला हामीलाई अहिले हिँडेको 2 घन्टा त भयो 2 नि। घन्टा ल आम्मा अन्त गऱ्यो नि हो है तपाईँहरू खतरा हो क्या यो मेरोमा पनि यस्तो खतरा हिँड्नु बहिनीले त्यत्रो भारी बोकेर हिँडिरहेको छु हामी त केही पनि हालुकामा हिँडिरहेको छु अँ भारी भइहाल्छ कि अलिअलि सामानहरूलाई अङ्कल आन्टीहरू चाहिँ जाँदाखेरि यो झर्ना ननिस्कि जानुभएको रहेछ क्या अनि फर्किँदाखेरि निस्किने भन्नुभएर एकछिन निस्केको ठ्याक्कै यहाँ आइपुगेँ फर्केर आउँदाखेरि 1 बजेको छ अस्ति यहीँबाट ट्रिप स्टार्ट गरेको थिएँ यहाँ आइपुगेँ बाई बाई पर्खिँदा पर्खिँदा कपाल फुल्ला जस्तो भइसक्यो गाडी आउँदैन बिचक भयो आइया